हेलो नमस्ते वेलकम ब्याक टु न्यू भिडियो। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्नु पर्यो। यसो आज चार्जर लिन जानु पर्यो हो, बिर्सेर आएछ कि चार्जर लिन जानु पर्यो। यो फोन त चलाउनु पर्यो हैन, यसो गाना साना सुन्नु पर्छ। चार्जर बिर्सेर आइएछ, लिन जाँदैछु वेट रुक जरा भाइ साहब। ढोका चाहिँ लाग्यो कि लागेन, लगाएछ आवाज आ जस्तो भएर। यसो झ्यालछ्याल पनि थुनौँ है, जाडो भयो साथीहरू, जाडो भयो, यसो थुन्नु पर्यो। ल लगन खेलको पिपल बोर्ड आइपुग्यो, बस पार्क पिपल बोर्ड के भन्छ अब हैन। अब हामी राइट साइडपट्टिबाट जानुपर्ने हुन्छ हैन। अरे भाइ साहब, यो त यसरी हिँडिराख्नुपर्छ कि केही न केही भइरहेको हुन्छ अनि कन्टेन्ट पाइहाल्छ फेरि मलाई। के गर्छ साथीहरू, कन्टेन्ट पाइहाल्छ कि फेरि मलाई। यसो हेर्नु पर्यो के हो यहाँ डिस्प्लेको त्यो उयो भइरहेछ। मैले अलिकति टाइमर अलिक तल राखिदिएको थिएँ, हल्का चार्जर लिएर चाहिँ बालुजोतर्फ जानुपर्ने हुन्छ। अस्ति नै देखाइसक्यो, बालुजोतिर गएको के देखाएर आउनु फेरि होइन। घरिघरि वाक्कै लाग्छ हेर्दा भनेर मात्र नहालेको हो मैले, नत्र यसो विचार गरिरहेको थिएँ। अब भ्लग छ केही भएन कि, भ्लगहरू पनि केही भएन, हाल्नुपर्छ भनेर चाहिँ मैले आज बनाउन थालेको। मेरो यात्रा भनेको चाहिँ बालुजोतिर जाने हो कि। यता चाहिँ म खास चार्जर मात्र लिन लागेको हो एकैछिनलाई। हातै गलिसक्यो साथीहरू, यसरी समय रहेर हिँड्नुपर्छ। हातै गले जस्तो भएछ, त्यहाँनिर राखिदिन्छु मैले बिजोक रमाइलोमा पर्छ होइन। जाँदै हो कि फेरि ट्यागल पुग्यो है। अब सट्ट भित्र छिर्नु पर्ने अवस्था आउँछ होइन। ल फाइनली चार्जर पनि लिइसकेको अवस्था होइन। अब चाहिँ बालुजोतर्फ लाग्नु पर्ला। आज चाहिँ उताबाट नजाने हो, सर्टकटबाट जाने हो। जहिले पनि त्यतैबाट गएर हो जानु त। धरारा देखाइदिउँ न तपाईँहरूलाई यसो भनेर कि होइन। ल जाँदै फेरि अघिबाट मास्क चाहिँ उतारौँ है। मान्छे नचिन्ने रहेछ मास्क लगाएर गर्दाखेरि त अनि पुरै मास्क चाहिँ नलगाऊ, मास्क खोलिदिउँ। धुलो आउँछ भनेर लगाएको, तर यहाँ भिडियोमा फेरि मेरो फेसै नदेख्ने रहेछ नि त।
यहाँनिर राखिदिउँ होला होइन, यहाँ नराखौँ होला, यता राखौँ, भ्यू फेरि बिग्रिन्छ। यहाँ अगाडि राख्न थाले थिएँ खास मैले, यहाँ नराखौँ होला। टेम्पोले ऱ्याक हानिदिएको अवस्था नि त फेरि। यताबाट लास्ट जाम हुन्छ कि फेरि मङ्गल बजारबाट हिँड्दाखेरि लास्टै जाम परिन्छ। सानो बाटो छ अनि दुईवटा गाडी फेरि त्यही ठाउँमा च्यापेर आइदिन्छ कि अनि जाम परिदिइहाल्छ। अब यहाँ ओभरटेक गरौँ भने नि ओभरटेक गर्ने ठाउँै छैन कि ठाउँै। ऊ हेर्नु न, अब यो बाबरोले मलाई मारेन त, ऊ अर्को स्कुटर आएछ कि फेरि। ल हेर्नु न, जताततैबाट छिरिदिन्छ। तल भिडियो फुल प्रुफ छँदै छ नि होइन। त्यहाँ रोक्ने भनेर गरे जस्तो लागेर यहाँ मैले सट्टै गरेको, फेरि यतै आउँछ यार, साइड लाइटै नगर्ने। यहाँ फुल प्रुफ छँदैछ नि भिडियोमा। के हो यस्तो यार, त्यहाँसम्म अब ओभरटेक गर्नै दिँदैन फेरि। अर्को आइहाल्यो, तना पर्यो, अर्को गाडी आएपछि त सिद्धियो। अब यो टेम्पोले ओह्राल्ने होला। हेर्नु न, जताततैबाटै काटिदिन्छ। यहाँबाट त्यही भएर आउनै मन लाग्दैन कि आउनै मन लाग्दैन। जताततै मान्छे हिँडिरहेको हुन्छ यार। ल हेर्नु न, अब गाडीभन्दा मान्छे यस्तो छ गाइज होइन। पुरै पेल्नु पर्ने अवस्था आउँछ। हर्न बजायो भने बाइक आएको जस्तो लाग्यो, दिइदिन्छ, तनावै छ नि। ल यहाँ के हो, यस्तो रहेछ एकैछिन है। फेरि मलाई च्यापै दिएला, यहाँ आफ्नो रोडबाट जाऊ भनेर होला कि होइन। यस्तो अवस्था छ। टक्क आफ्नो ठाउँबाट जाने भनेर होइन। यहाँ मान्छे हिँड्नलाई त हल्का राख्नु पऱ्यो नि, कति च्यापेर राखिदिएको हो फेरि होइन। हेर्नु, मान्छे हिँड्नलाई ठाउँ छैन यार। यस्तो ठाउँमा नि गाडी कुदाउनुपर्छ। रमाइलो छ नि गाइज होइन। लाउजा खाल्टा। हामी चाहिँ यो अब मङ्गल बजार हुँदै यसो त्यहाँ अब जाउँला खेल निक्लिने हो। अनि त्यसपछि हामी उता थापाथली हुँदै अहिले भन्नु हुँदैन नि होइन। धराएर हेर्नु परेन, बिर्सिरहेको रहेछ कि, सरी। यस्तै छ काम गाइज, के गर्नु। बवाल मजा दिइरहेछ। ठाउँमा चाहिँ फेरि हाम्रो नेपालीहरूको जस्तै हुन्छ कि यतातिर यस्तो हुन्छ पुरै। हात दुख्यो त आज त यार, किन त यार यस्तो पनि हुन्छ र। हल्का माथि राख्नुपर्छ कि स्टिक माथि राखेर यसलाई स्टिकलाई माथिसम्म भने फेरि फर्काउनलाई गाह्रो हुन्छ कि। जाँदैछौ साथीहरू। अब त गर्मी महिना आउनु लाग्छ कि झन् तातो हुनुपर्ने, झन् चिसो हुँदै आउँछ त माकुरी त होइन। बल्ल उज्यालो हुन थाल्यो है। आम्मामा सिन देखो गाइस, सिन। यो गाडी पनि मोडिफाई गर्यो भने त बब्बाल देख्ने रहेछ नि साथीहरू। हेर्नु न, यस्तो बवाल देखिरहेको चाहिँ। अब यहाँ अब हामी पर्ने भयो। ओहो, ट्राफिक सर हुनु त रहेछ। अब यो क्यामेरा चाहिँ म हल्का यता तलतिर राख्छु, किनभने भिडियो गर्नु हुँदैन चलाइरहेको बेला भन्नुहुन्छ एन्डेन होइन। त्यही हो, उतापट्टि जानुभयो। अब म भिडियो बनाउनु सुरु गर्छु। जाममा पर्यो हो। ल धेरै छैन टाइमर, त्यो 36, 35, 34, 33, 32 छ जे होस्। ल है त, अहिले खुलेपछि उता जाँदाखेरि गरौँ ल, उतातिर गरौँला है त। ल कुपन्डोल आइपुग्यो। कुपन्डोल हिँडिरहेको अवस्था होइन। त्यहाँ जाम उयो हुने बेला यसो सेटिङहरू मिलाइरहेको के कसो रहेछ, आयो कि आएन भनेर यसो हेरिरहेको कि म। त्यही भएर उताको भिडियो गर्न पाएन।
मजा छ नि मजा छ फेरि यहाँ रोक्नुपर्ने अवस्था आयो रातो बलिहाल्यो हैन आज त जताततै रातो बलिरहेछ किन हो भिडियो गर्छ भनेर है क्या 10 9 8 धेरै छैन यहाँ चाहिँ ल खुल्न लागिसक्यो अब चाहिँ थापाथली आइपुग्न लागिसक्यो जे होस् हैन उताबाट स्क्रिनले देखेको छैन कि फेरि ठिकै छ यति देखे पनि उता फेरि स्क्रिन अफै नहुने रहेछ ल यस्तो बवाल दिइरहेछ यार सीन तो ऐसा लग रहा है गार्डन गार्डन हो गया खुल्यो 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 जम 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 ल ल माकुरेले कति बेले हेरेर नि दिदिनँ म यताबाट त हैन क्या पेलेर हिँड्दिने क्या फेरि हैन धरार अगाडि भ्यूबाट हेर्नुपर्छ है त गाइज ल फाइनली हामी चाहिँ यहाँ थापाथली पक्न है पुल आइपुग्यो यो पुल त आएको छैन अनि आइपुग्यो त भन्न मिलेन नि त हैन त्यही भएर चाहिँ पुल आएर मात्र पक्नु भनेको हो हजुरहरूलाई हरियो बलिरहेछ है यहाँ नम्बर आएकै थाहा हुँदैन यार कसरी चाहिँ उयो गर्ने होला त्यो नम्बर जस्तै अब हैन अब 10 देखि अब 1 सम्म भनौँ न अब 0 आउँदाखेरि त ल है अब त पहिलो बत्ती बल्नेवाला छ भनेर थाहा हुन्छ नि त यहाँ त नम्बरै चल्दैन यार अनि त्यो बिचमा अनि चिर हान्दिहाल्छ अनि हरियो बल्दाखेरि पनि अनि गइराख्दाखेरि नि पहेँलो बलिहाल्छ नि त अनि च्यापै समाउँछ यो कारण के हो मैले बुझ्न सकेको छैन यार अचम्मै लागेर कमसेकम त्यहाँ नम्बर त हुनुपर्छ नि हैन दिउँसो आउँदाखेरि त फेरि नम्बर चल्ला हुन्छ फेरि बिहान मात्र त्यो किन नम्बर चल्दैन भन्ने कुरा मात्र हो गाह्रो छ ल माइती घर आइपुग्यो हैन ल खै त गाडीले छेक्दिराख्यो फेरि माइती घर देखाइदिउँ भनेको त फेरि यार च्यातेर ल ओहो सिन हेरौँ न सिन ओहो ओखा छैन त ओखा छ नि यहाँ चाहिँ विचार गर्नु होला यहाँ र उतापट्टि चाहिँ एकदम विचार गर्नुपर्छ है साथीहरू यो सेतो धर्का भन्दा उता गयो कि दिउँसोतिर चाहिँ धेरै बस्नु भइरहेको हुन्छ ट्राफिक सरहरू अलिकति बचेर है त अन्त फेरि झेप्पै देखेँ फेरि ए कुदाउने त कुदाउँछु ल्यान्ड क्रस नि स्यान्ड क्रस भन्दै हिँड्दै तर नियमको पालना गरौँ गाइज हैन ए म त सेतो लाइनभित्रै हिँड्यो दायाँ बायाँ नगरौँ सिसी क्यामेराले भेट्यो भने त फेरि चिर्लिप्पै हो एक दिनको कमाइ त फेरि मेरो त गाह्रो छ साथीहरू गाह्रो छ एकदम गाह्रो छ नेपालमा गरी खानलाई गाह्रो छ एकदम हैन ल अब चाहिँ यहाँबाट हामी लेफ्ट जानुपर्ने हुन्छ लेफ्ट होइन है गाइज लेफ्ट ल अब चाहिँ तपाईँहरूले यहाँबाट हैन त्यहाँबाट यहीँबाट त नभनौँ धरार देख्न सक्नुहुन्छ त्यहाँ सिटी के हो त्यो सिटी मल भने त्यहीँ हो हैन कहाँ आइपुग्यो जस्तो लागेर होला अब चाहिँ हामी राइट साइडपट्टि जानुपर्ने हुन्छ धरारा हेरौ गाइस धरारा मोबाइल छैन त त्यहाँ सरहरू हुँदा त रहेछ ट्राफिक सरहरू मैले चाहिँ यतापट्टि राख्नुपर्ने हुन्छ नत्र अहिले मैले पुरै खतरावाला चिज खान्छ ल हेर्नु धरारा भवाल छैन त माथितिर देखाएर रहेछ धरारा भने त रहेछ धरारा भन्दै माथितिर देखाएर रहेछ अब देखे कि देखेन हो तपाईँहरूले बिजोक रमाइलोमा पर्ने भयो नि त होइन ल हामी चाहिँ अब यता जाँदा यहाँ कहाँ आइपुग्यो भन्दाखेरि न्यू रोड गेट है यो चाहिँ यहाँ यताबाट जाने हो न्यू रोड गेट भने यहीँ हो गाइज होइन ल गाह्रो छ गाइज हामी यताबाट जानुपर्ने हुन्छ जानुहोस् जानुहुन्न
हामीले यसो गरेर रोक्दाखेरि जानु भन्दाखेरि जाँदैन हो मान्छेहरू किन हो हामीलाई उल्टै जाउ दिइदिन्छ पुरै के वीर हस्पिटल हैन मेरो चाहिँ यता ब्याग छ कि फेरि मेरो जहिले पनि ब्याग यतै हुन्छ अब त्यतिकै राखौँ भने अब यसरी ब्रेक लाउँदाखेरि ढले गर्छ चिप्लेर जान्छ कि ढले भन्नु चिप्लेर गएर हुन्छ कि त्यही भएर चाहिँ मैले यसलाई पनि सिट बेल्ट लगाइदिइरहेको छु ब्यागलाई पनि सेफ्टी चाहियो नि त होइन त्यही सेफ्टीको लागि राखेँ हो कि ब्यागलाई चिप्लेर गएको गर्छ अनि ब्रेक लाउँदाखेरि त्योभन्दा त बरु सिट बेल्ट लगाइदियो आनन्द त्यसलाई पनि होइन ए हो कुरो चाहिँ गाडी अलिक फोहोर भइरहेछ माइन्ड नगर्नु होला बालाजुमा कुदाउँदाखेरि जहिले पनि फोहोर भइहाल्छ कि फेरि यो हाम्रो के भन्थ्यो एनटिसीको मैले त बिर्सेँ यार के हो भन्थ्यो बिर्सेँ छोडिदिउँ जमलको बाटो हिँड्दै हो कि फेरि बबाल मजा छ नि मजा छ रे हजुर दिने हो कि क्या अब फेरि जाममा पर्यो अब त्यहाँ ट्राफिक सर हुँदो रहेछ म अहिले एकछिनमा ऊ त्यहाँ पुगेपछि गर्छ है त यतातिर फेरि चेकिङ पर्ने चान्स धेरै हुन्छ कि होइन त्यही हो कुरो अब एकछिन यहाँ बस्नु पर्यो गाह्रो छ हो गाइस गाह्रो छ खोर खुल्यो गाइज खुलो एकदमसँगले खुल्यो मजासँगले होइन खुलिरहेको छ यता तल राखिहालौँ अहिले फेरि म ल्याम्पमै चिटमा पर्नेवालामा छु होइन म कसैलाई काट्न दिँदिनँ नि ल पहिलाको पासवर्ड लिने ठाउँ आज त गीतै सुनेको छैन नि यसो भिडियो बनाउनु पर्यो भनेर यसो होइन गीत लगायो भने फेरि कपिराइट आइहाल्छ त्यही भएर यसो भिडियो बनाइदिउँ किन होइन कति भइसक्यो भिडियो नगरेको पनि अब हिजो शनिबार अब यसो भिडियो गर्नलाई जानु पर्यो यसो अलिअलि बनाउनु पर्यो भनेर सोचिरहेको यी छैन लुगा धुत्ता सुत्नै अब 10 बजीसम्म सुत्यो होला सुत्यो त के भन्नु रुमसुम मिलाउँदा अलिअलि होइन अब शनिबार मात्रै हो फुर्सद भनेकै नत्र यहाँ अब भिडियो बनाउनलाई एडिट गरी हुँदैन ओ माई गड यहाँ त चेकिङ गरेर रहेछ यार रोकौँ है अहिले गरौँला यहाँ चेकिङ गरेर रहेछ कि हेर्नु नि देख्नुभयो मलाई मार्ला नि फेरि चेकिङ गरेर ठाउँमा देखाएको भनेर होइन तनाव पर्छ फेरि यत्रो दिएर आइरहेको छु म यसलाई ओह्रालोमा नि लोड गाडीले यस्तो गरिदिन्छ बौला जस्तो लाग्छ यार खाली गाडी चाहिँ जानु खोज्छ यस्तो ओह्रालोमा उकालोमा त साइड लगाउनुपर्छ नि पेलेर आइदिन्छ अब अचम्म लाग्छ नि त्यही भएर भिडियो गरेर हिँड्नुपर्छ कि यहाँ त केही भरै छैन होइन छ्यासो भइहाल्यो नि त भयो नि आमा हेर्नु नि त्यहाँ भिडियो खिचिरहेको कन्टेन्ट पाएँ त यार गाइज ओहो मेरो बुढीले मार्ने भयो ल हेर्नु न मलाई देखाएर खिचिरहेको छ यार हेत्तेरिका यस्तो त नगरौँ न यार मेरो बुढीले मारिहाल्छ नि हेत्तेरिका थ्याट मलाई मार्छ यार बुढीले कसम भनेको अब बाटोमा देखेपछि त होइन हेरिहाल्यो अब माफ गरिदियो बुढी होइन म त फेरि पुरै सावधानीको साथमा हो नि त फेरि होइन हेर्नु न पुरै मपट्टि खिच्न थालिरहेको थियो त अनि मैले यसो देखाइदिएँ कि ल बबाल छैन त बबालै छ नि होइन हेर्न पाएँ भनेर मक्खै हुने होइन नि केटाहरू फेरि आँखासँगै निकालिदिन्छु मैले भनेर भन्दिनँ जिस्केको हल्का होइन गाइज हामी चाहिँ यहाँ माछा पोखरीको पुल आइपुग्यो हामी चाहिँ यहाँ बुद्धमलमा जानुपर्ने हुन्छ अब
यता नजाने हो पुलतिर यतातिर जाने हो ल हेर्नु न यस्तो पेलेर आएर कस्तो साइको रहेछ त्यही भएर मैले खिचेरै आएको गाइस यस्तो खतरा पेल्छ यतातिर कि गाह्रो छ हौ चलाउनलाई त्यही भएर भिडियो फुल प्रुफ राखिदिएको नि त यहाँ हाम्रो फेरि ए हाम्रो सेक्रेटरी पनि दोस्त हो नि त फेरि भिडियो बनाउँदै आइदिएको होइन आज बिहानै रहेछ मेरो पर्खाइमा केटाहरू यहाँ पर्खिरहेको छ हेर मलाई हेर सामानको लागि पर्खिरह हो ल अब चट्ट यतातिर हालौँ है ब्याक गरौँ यतै होस् क्यामेरा राम्रोसँग गर्नुपर्ने हुन्छ ब्यागमा होइन पछाडिबाट ठोकिदियो नि तपाईँले नमस्ते ठोकिदिया हुन्छ अनि त्यसपछि गुड मर्निङ ओ चार्जर काण्ड चार्जर लिनलाई बिर्सेछु कि लिनलाई गएको अवस्था कति भयो ए 38 भइसकेछ त अनि त्यही भएर मेरो यहाँ भ्लग चालु भइरहेको रहेछ बुझाउनु पर्ने हुन्छ भित्र लगाइ छैन अब पुरै झारिसकेको छ अब गाडी पनि होइन अनि यहाँ मेरो बुढीको साथमा यता चाहिँ बुढीसँग बोलिरह्यो कि देख्दै देखेन फेरि ल के हो किन लजाको किस कलर की चड्डी पहने हो भने जस्तै भन्छ त नि मुझे बहुत शरम लाग्ती है मोए हो गया त ल है त गाइज आज यहीँसम्म होइन आजको भ्लग यहीँसम्म भन अब गाडी उतापट्टि राख्नुपर्ने हुन्छ आजको भ्लग यहीँसम्म है त बाई बाई गरौँ त बुढी बाई बाई